हेलो गुड मर्निङ नमस्कार जेजुलोप्पा फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। उठेर बाहिर जाँदै थिएँ, बुढी त अघि पाडा निकाली गोबर सोर्दै पो रहेछ। बुढीलाई एकछिन त्यहाँ जिस्काइ हेरेँ, के गर्दैछौ बुढी भनेको, गोबर सोर्दैछु नि, तपाईँ भर्खर उठ्नु हुँदैछ भनेर डाइरेक्ट पानो बिहान बिहानै। अनि म फेरि यतातिर मेरो तुफान मेरो कुकुर पो आएछ क्या जिस्किन। बिहानको सुरुवात चाहिँ मेरो यस्तै हुन्छ, यो बाख्रा पाठा कुकुर मेरो तुफान वफादार घरप्रति चाहिँ वफादार छ। योसँग जिस्किँदै बसेँ, पाठा एकातिर जिस्किँदैछ, कुकुर एकातिर जिस्किँदै बस्दै गरेर बिहान चाहिँ सुरुवात मेरो यस्तै हुन्छ। कुकुरसँग जिस्क्यो बस्यो टाइम पास। बिहान कुकुरसँग जिस्किसकेर गाडी सफा गर्नु पऱ्यो भनेर गाडी सफा गर्न थालेँ। बडार कुरार यसो धेरै दिन भयो सफा नगरेको भनेर गाडी सफा गर्न थालेँ। धुलो लास्टे भएको रहेछ, अलिअलि निकालेर सफा गर्न थालेँ। होइन, गाडी त धुनुपर्छ भनेर फेरि मिसिन निकालेँ, मिसिन जोड्ने थालेँ। मिसिन जोडेर पानीले मजाले सफा गरिदिनु पऱ्यो भनेर साथीहरू, यो चाहिँ मेरो ससुराबुवाले मलेसियाबाट ल्याइदिनु भएको मिसिन हो। एकदम फोर्स फाल्छ, एकदम राम्रो सफा गर्छ यसले चाहिँ, क्लिन गर्न चाहिँ। हुन त यो नेपालमा पनि पाउँछ, तर अनलाइन त्यति भरोसा छैन। नेपालको त्यति ओरिजिनल हुँदैन, राम्रो भरोसा हुँदैन भनेर नेपालमा चाहिँ लिन। मेरो ससुराबुवाले मलेसियाबाट ल्याइदिनु भएको थियो, त्यसले एकदम मजाले साफ गर्छ। हेर्नु न, यस्तो फोर्स फाल्छ कि मजाले त्यहाँ मुनि टाँसेको धुलोहरू सबै मजाले फाल्छ। त्यही अनि सफा गरेँ, मुनि भित्र बाहिर सबै। मेरो बुढी पनि के गरिदियो भनेर आइवरी हेरिवरी गयो। अनि सफा गरेँ। यो बाल्टिङमा पानी हालेर गर्नुपर्छ क्या सफा चाहिँ, डाइरेक्ट धारामा चाहिँ जोड्नु मिल्दैन। बाल्टिङमा ल्यायो ओसारो अनि सफा गऱ्यो। सरफ पनि हल्का, सरफ भन्दा नि स्याम्पू ल्याएको छु, स्याम्पूले मजाले सफा गर्नु पऱ्यो भनेर स्याम्पू लगाएर पछाडि अगाडि सब मजाले सफा गरेँ। धेरै दिन भएको थियो नधोएको, त्यही भएर चाहिँ मजाले धोइदिनु पऱ्यो भनेर गाडी धोएँ। बुढीलाई अनि बाई भनेर म पनि फेरि बुधबारे लागेँ चोकतिर। अनि त्यही त अनि दिनैको सुरुवात भगवान्लाई सम्झिँदै म चाहिँ लागेँ बुधबारे। चोक पुगेको साथीहरूको फेरि बेग्लै छुट्टै रमाइलो रहेछ यता। फेरि एकदम केटाहरू लुडो खेल्दै मोबाइलमा बसिरहेको रहेछ। त्यो एकछिन हेरेँ, त्यो हेर्ने बित्तिकै फेरि मेरो कन्ट्याक्ट आयो। म चाहिँ बेलबारीतिर फेरि लागिहालेँ। बेलबारी मान्छे लिएर गएँ, बुहानी चाहिँ भयो आज पनि बिहान बिहानै मान्छेहरू लिएर गएर मान्छेलाई ठाउँमा पुऱ्याइदियो। मेरो पेसेन्जर पुऱ्याइदिएको मात्रै थिएँ, तलबाट सामान ल्याइदिनु है भनेर फेरि अर्डर आयो। सामान लिनु यहाँ दोकान गएको थिएँ, यो दोकानबाट लगिदिएँ सामान। बुधबारेमा पुऱ्याइदिएँ साथीलाई, साथीको दोकान छ, त्यही दोकानमा सामान ल्याइदिनु भनेर भनेको थियो। सामान बोकेर एक्लै, अरू पेसेन्जर पनि भेटिनँ, एक्लै सामान ल्याइदिएको मात्रै थिएँ। फेरि भल जानुपर्छ है, लाखको सामान छ भनेर साथीले भन्यो। अनि साथीको दोकान छ नि त, त्यो दोकानबाट सामान लगिदिएँ। लाख भनेको चाहिँ लेटाङ नगर, यो चाहिँ लेटाङ नगरपालिकै पर्छ, अलिक तलतिर चाहिँ केराबारी गाउँपालिका पर्छ भलुवा चाहिँ। यो मैले सामान लग्दै गरेको ठाउँ चाहिँ लेटाङ नगरपालिका नै पर्छ। एकदम रमणीय ठाउँ छ, तपाईँलाई पाउनु म यहाँ ठाउँ देखाउँछु, एकदम राम्रो छ। ठाउँमा पुगिसकेँ, यो दाइले चाहिँ सामान ओसार्न थाल्नुभयो। म चाहिँ अनि भिडियो बनाउँदै तपाईँहरूलाई देखाउनको लागि यताउता घुम्दै गएँ। दाइ चाहिँ सामान लिएर जानुभयो, सामान चाहिँ एक गाडी नै थियो। यहाँ हेर्नुहोस्, यस्तो राम्रो चिसो ठाउँ छ नि। यो चाहिँ लाख भन्छ, लेटाङ नगरपालिका नै पर्छ। खोला छ, यो झोलुङ्गे पुल, यसरी वारीबाट पारी पुऱ्याउनुपर्छ सामान बोकेर, गाडी जाँदैन। अनि झोलुङ्गे पुलमा लानुहुन्छ। अब उताबाट बाइकमा लिएर आउँथ्यो, बाइक आज साथीहरू रहेन रहेछ केटाहरू, आज त्यही ओसारेको सबै सामान ओसारेर लानुभयो दाइले, ओसार्नुभयो। म चाहिँ यताउति हेर्दा चाहिँ यस्तो अप्ठ्यारो बाटो छ नि, हेर्नु न साथी, यो बाटो त बडो डेन्जर छ। यो पहाडको बाटो जस्तो छ, हेर्नु त। तपाईँहरूलाई देखाउनको लागि मैले भिडियो बनाएको थिएँ कि यो थोरै, तर साह्रो अब एक हातले अप्ठ्यारो भयो कि। अनि तल
मजाले देखिएको छैन, तर बाटो चाहिँ ओभर डेन्जर छ। अनि उकालो चढिसके। अब यो चाहिँ धरान र दमक जोड्ने बाटो हो, यो नयाँ बाटो कम्प्लिट भएको छैन। सामान त पुऱ्याएर आएँ साथीहरू, गाडी त पम्चर पो भएछ। अब घरमै लगेर फेर्छु भनेर घरमा आएँ, सर घरमा लिएर आएँ। अघि रेडी गरिसकेको थिएँ, यो भिडियो बनाउनु अगाडि नै रेडी गरेको थिएँ मैले, निकालेर पम्चर। अब यो अगाडिको चाहिँ पछाडि लाउनलाई खोलेको, यो अलिक अलिक गोटीहरू खाइसकेको छ र पछाडि। अब अगाडि त अलिक डेन्जर हुन्छ नि त राख्नुलाई यस्तो गाडी, यो चक्का। अनि पछाडि राख्नुलाई त्यो निकाले, नयाँ हिजो भर्खर टायर किनेर बनाएको थिएँ नि मैले, हो त नयाँ टायर चाहिँ अगाडि राख्थेँ। अनि त्यो अलिअलि घोटेको चाहिँ पछाडि राख्नलाई। अगाडिको फेरिसकेँ, अब यो पछाडि फेर्नलाई फेरि पछाडि जक लाउँदैछु। मोटो मान्छे बस्नु पनि गाह्रो हुन्छ हौ साथीहरू, हेर्नु न यहाँ गाह्रो। कति चाहिँ पीडा छ भने नि मोटो हुनु गाह्रो छ। के गर्नु, गर्नै पर्यो आफ्नो काम। टायर फेर्नलाई उठबस चाहिँ मजाले हुन्छ, जोस् गाह्रो छ। बसेर गर्नलाई पनि गाह्रो छ, अनि उठ्नै पर्यो घरिघरि। अनि यो तारपिन तेलले यो नटहरू चाहिँ सफा गरेर हाल्नु पर्यो भने माटै माटो भएको रहेछ। अनि सब निकालेर माटो सफा गरेर अनि चक्का लगाएँ मजाले। अब फिटिङहरू गरेँ। आजको दिन यस्तै भयो। गाडीको चक्का फेर्ने, गाडी बनाउने, गाडी धुने, यस्तै